म यहाँ परदेशको बसाइ हुँदासम्म प्रत्येक महिनाको सेलेरी आउन बित्तिकै रु 5,000 नेपाली छुटाएर शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने घोषणा गरेको छु। अहिलेको सेलेरीबाट रु 5,000 नेपाली छुटाएर प्युठान जिल्ला गौमुखी गाउँपालिका वार्ड नम्बर 3 खरा साबिक वार्ड नम्बर 6 मूल मिना सुनारको किडनी फेल भएको खबर सुनेको थिएँ मैले धेरै पहिला। त्यसैले उहाँ अहिले उपचारको क्रममा हुनुहुँदो रहेछ। एकदमै आर्थिक कमजोरी भएको कारणले गर्दाखेरि मैले उहाँलाई सहयोग गरिदिनुहोला भनेर आदरणीय शिक्षक समाजसेवी विशाल राणाज्यूलाई रु 5,000 खातामा पठाएको छु र उहाँ बिरामी काठमाडौँ उपचार गर्न जानु भएको रहेछ र उहाँको छोरीलाई हस्तान्तरण गर्नु भएको छ भन्दै म आगामी दिनमा पनि यस्तै शिक्षा स्वास्थ्यमा सहयोग गर्नेछु। प्रत्येक महिनाको सेलेरीबाट रु 5,000 कटेर प्रत्येक महिनामा म पठाएर शिक्षा स्वास्थ्य सबैतिर सहयोग गर्नेछु भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्ते।